नमस्कार दर्शकवृन्द, होरा ज्योतिष दर्शनको यो विशेष प्रस्तुतिमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। म शालिग्राम ढकाल। दर्शकवृन्द, जन्मकुण्डलीको 11औं भावमा विभिन्न ग्रहहरू बस्दा कस्तो फल प्राप्त होला? ती सूर्यादि नवग्रहहरू मध्ये आज चन्द्रमा तपाईलाई 11 घरमा बस्दा कस्तो फल प्राप्त हुन्छ भन्ने जानकारी दिन गइरहेको छु। दर्शकवृन्द, 11औं घरलाई जन्मकुण्डलीको 11औं भावलाई आय भाव भनिन्छ। यसबाट विभिन्न प्रकारबाट धन सम्पत्ति, चल अचल सम्पत्तिहरू प्राप्त हुन्छन्। अब यस्तो अवस्थामा 11औं भावमा विभिन्न राशिमा बस्दा चन्द्रमाले कस्तो फल प्रदान गर्छ भन्ने म यहाँहरूलाई विशेष जानकारी दिन विभिन्न उदाहरणहरू सहित म यहाँ कुण्डलीहरू पनि प्रस्तुत गरिरहेको छु। त्यो सहित म बताउन गइरहेको छु। दर्शकवृन्द, 11औं भावमा यदि चन्द्रमा बसेको छ भने त्यो व्यक्तिले राज्यबाट विशिष्ट पद प्रतिष्ठाहरूको अधिकार लाभ हुन्छ, प्राप्त गर्दछ। बहुमूल्य आभूषणहरू, वस्त्र प्राप्तिहरू पनि हुन्छ। साथसाथै उसको घरमा सधैँभरि लक्ष्मी वरिपरि घुमिरहन्छन्, अर्थात् उसको घरमा साक्षात् लक्ष्मी चाहिँ बसिरहन्छन्, निवास गर्दछन्। उसले गरेका कामहरू भने कहिलेकाहीँ विफल पनि हुन सक्छ। यो 11औं चन्द्रमाको प्रभावले कहिलेकाहीँ उसले गरेको मेहनत चाहिँ कर्महरू विफल पनि हुन सक्छ। साथसाथै उसको कन्या सन्तति प्राप्त हुन्छ। आयको हिसाबले भने उसको विभिन्न प्रकारको व्यापार व्यवसायबाट राम्रोसँग आय आर्जन हुन्छ भनेर बताइएको छ। दर्शकवृन्द, लभेद भूमिपा दिन्दुना लाभगेन प्रतिष्ठाधिकाराम्बराणि क्रमेण श्रियोथ स्त्रियोन्तः पुरे विश्रमन्ति क्रिया वैकृति कन्यका वस्तुलाभ। दर्शकवृन्द, त्यस्तै जीवनाथले पनि यो 11औं भावको चन्द्रमाले विशेष गरी राज्यबाट चाहिँ आफ्नो मेहनत गरेर उसले चाहिँ धन सम्पत्ति आय आर्जन गर्दछ र उसको चाहिँ स्त्री सुख उसले प्राप्त गर्दछ। उसको कीर्ति दिगदिगन्तसम्म फैलन्छ र उसले पर्यो भने राज्यको महत्त्वपूर्ण राजा, राष्ट्रपति, प्रधानमन्त्री यस्तो पनि बन्न सक्छ यदि बलवान चन्द्रमा 11औं भावमा बसेको छ भन्ने कुरो बताएका छन् दैवज्ञ जीवनाथले। दर्शकवृन्द, तमी भरता लाभे भवति जनने यस्य सबलस तदा पृथ्वी भर्तुः प्रभवति धनानाम् अधिकृतिः श्रियः स्त्रीणी बाला लसति सदनान्तः प्रमुदिता प्रतिष्ठा काष्ठान्तं व्रजति विभूता भूपतिकृता। त्यस्तै दैवज्ञ काशीनाथले पनि 11औं भावको चन्द्रमाले अनेक प्रकारको लाभ हुन्छ। व्यक्ति निडर भएर काम गर्ने हुन्छ। कुनै पनि कर्मका प्रति ऊ डराउने अवस्था हुँदैन, चतुर हुन्छ अनि अत्यन्त सत्कर्म गर्ने हुन्छ। सत्कर्म गरेर विशिष्ट बाटोमा हिँड्ने, आफ्नो नियम अनुसार चल्ने, यस प्रकारको हुन्छ। लज्जाशील हुन्छ, प्रतापी हुन्छ र उसलाई भाग्यले पनि साथ दिन्छ भन्ने कुरो दैवज्ञ काशीनाथले 11औं चन्द्रमाको शुभ फल बताएका छन्। दर्शकवृन्द, लाभे चन्द्रे लाभयुक्तः प्रगल्भः शुभगो नरः सुमार्गगामी लज्जालुः प्रतापी भाग्यवान भवेत्। त्यस्तै 11औं भावको चन्द्रमाले व्यक्तिलाई साथीभाइहरूको साथ र चाहिँ चल अचल सम्पत्तिको चाहिँ विशेष लाभ हुन्छ। यशस्वी हुने, गुणी हुने र अनेक प्रकारको भोगहरू, भोग ऐश्वर्यहरू प्राप्त गर्ने, सवारी साधनहरूबाट पनि उसले चाहिँ भने जस्तै उत्तम विशिष्ट प्रकारका उत्तम प्रकारका सवारी साधनहरू प्राप्त गर्ने कुरा पनि बताएको छ। दर्शकवृन्द, मित्रार्थयुक्त कीर्ति गुणै रूपेतो भोगी सुयानो भव भावगेन्दौ। त्यस्तै आचार्य बराह मिहिरले 11औं भावको चन्द्रमाले व्यक्तिलाई प्रसिद्धि दिलाउँछ र अनेक प्रकारले चौतर्फी रूपमा लाभ हुन्छ भन्ने कुरो बताएका छन्। ख्यातो भावगुणान्वितो भवगते भनेर आचार्य बराह मिहिरले बृहत जातकमा यी कुरा बताएका छन्। दर्शकवृन्द, सन्तुष्टश्च विषादशील धनिको लाभ स्थिति शीतगौ। 11औं भावको चन्द्रमाले व्यक्तिलाई सन्तुष्ट प्रदान गरिदिन्छ र विषादशील हुन्छ। अब यसमा अलिकति के मतान्तर छ भने अलिकति मानसिक रूपमा भने अलिकति चञ्चल हुने, कहिले के काम सुरु गर्ने, कहिले के काम सुरु गर्ने, यस्तो अवस्था हुन्छ। यो चाहिँ विशेष गरी वृश्चिक राशिमा नीच भएर बसेको चन्द्रमा छ र त्यो नीच चन्द्रमालाई विभिन्न अशुभ ग्रहहरूको दृष्टि छ भने चाहिँ उसले गरेको कर्ममा स्थिरता हुँदैन भन्ने कुरो चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। दर्शकवृन्द, त्यस्तै मन्त्रेश्वरले आफ्नो फलदीपिका ग्रन्थमा पनि 11औं भावको चन्द्रमाले व्यक्तिलाई मनस्वी बनाउँछ, एकदम मन
गुणकारी बनाउँछ, गम्भीर बनाउँछ, दीर्घायु, धनी र सत्पुत्रले सम्पन्न भएको हुन्छ। साथसाथै उसलाई नोकर चाकरको पनि सुख प्राप्त हुन्छ भन्ने कुरो दैवज्ञ मन्त्रेश्वरले बताएका छन्। मनस्वी बदवायुः धनतनय भृत्यं सह भवे। त्यस्तै दैवज्ञ महेशले पनि 11औं भावको चन्द्रमाले आदर सम्मान प्राप्त हुने अनि हात्ती घोडा मोटर गाडीहरू सबै कुरा आफूले आफ्नो गच्छ अनुसारको उत्तम वाहन प्राप्त गर्ने, कीर्ति फैलने, यशस्वी हुने र गुणी, साथसाथै विशिष्ट उत्तम भोग्य पदार्थहरूको भोक्ता हुने र सधैँभरि प्रसन्न मूर्ति अर्थात् उसलाई हेर्दाखेरि आनन्द हुने, आनन्द लाग्ने, एकदम दिव्य खालको, एकदम लाग्छ कामदेवकै दोस्रो रूप हो कि भने जस्तो पनि हुन्छ। 11औं भावमा वृष राशिमा बसेको चन्द्रमा अथवा कर्कट राशिमा बसेको चन्द्रमा छ र त्यो चन्द्रमालाई देवगुरु बृहस्पतिको दृष्टि छ भने चाहिँ उसको रूप सौन्दर्यबाट नै उसले आय आर्जन गरिदिन सक्छ भन्ने कुरो बताइएको छ दर्शकवृन्द। त्यस्तै 11औं भावको चन्द्रमाले व्यक्तिलाई धनाढ्य हुन्छ, सुन्दर, दाता, बुद्धिमान, मिठो बोली वचन बोल्ने र चाहिँ कसैले पनि औला नठड्याउने गरी चाहिँ काम गर्ने हुन्छ भनेर बताएको छ दर्शकवृन्द। ढुण्डीराज दैवज्ञ ढुण्डीराजले आफ्नो जातकाभरण ग्रन्थमा पनि सोही कुरा बताएका छन् कि स्त्री विशिष्ट व्यक्तिहरूबाट उसले आदर सम्मान प्राप्त गर्दछ। उसका साथमा अनेक प्रकारका सवार जस्तो भन्यो त्यस्तै सवारी साधनहरू उसमा हुन्छन्, अर्थात् उसले एकदम वाहन सुख भने जस्तै तरिकाले प्राप्त हुन्छ, यशस्वी, गुणी र विशिष्ट चाहिँ ऐश्वर्यहरूको भोग गर्ने हुन्छ, सधैँभरि प्रसन्न हुन्छ भन्ने कुरो पनि यो कुरो चाहिँ दैवज्ञ ढुण्डीराजले जातकाभरण नाम गरेको ग्रन्थमा बताएका छन् दर्शकवृन्द। सम्मान नाना धन वाहनाप्तिः कीर्तिश्च सद्भोग गुणोपलब्धिः प्रसन्नता लाभ विराजमाने ताराधिराजे मनुजस्य नूनम्। त्यस्तै सारावलीमा कल्याण वर्मा दैवज्ञले के बताएका छन् भन्दाखेरि 11औं भावको चन्द्रमाले व्यक्तिलाई धनी बनाउँछ अनि पुत्र सुखबाट सौभाग्यशाली हुन्छ, सन्तान सुखले भाग्यशाली मानिन्छ, दीर्घायु हुन्छ। उसका मित्रहरू, उसका साथीभाइहरू पनि एकदम भने जस्तै सहयोगी खालका हुन्छन्, मनकारी खालका हुन्छन्। उसका नोकर चाकरहरू पनि एकदम आज्ञापालक हुन्छन्, एकदम गम्भीर प्रकृतिको, तेजस्वी, सुरवीर र विख्यात हुन्छ भन्ने कुरो दैवज्ञ कल्याण वर्माले बताएका छन्। धनवान बहुसुत भागी बदवायुः स्विष्ट भृत्यवर्गश्च इन्दौ भवेत् मनस्वी तीक्ष्णः सूरः प्रकाशश्च। त्यस्तै मानसागरीमा मानसागरकारले पनि 11औं घरको चन्द्रमाले धेरैतिरबाट चौतर्फी रूपबाट चाहिँ आय आर्जन हुने, सुख प्राप्त हुने, स्त्री पुत्र भृत्यहरूबाट चाहिँ सम्पन्न हुने, सधैँभरि खुसी रहने हुन्छ। तर 11औं भावमा चन्द्रमा कमजोर भएर बसेको छ, नीच राशिमा बसेको छ, शत्रु राशिमा बसेको छ भने मानिस जो त्यो व्यक्तिको चाहिँ आफूले हुन्छ, धन सम्पत्ति पनि हुन्छ, सबै कुरा हुन्छ, तर त्यो भोग गर्नबाट चाहिँ वञ्चित हुन्छ। साथसाथै भोगी नभएर रोगी हुन्छ, विद्वान नभएर मूर्ख हुन्छ, ज्ञानी नभएर अज्ञानी हुन्छ। यदि 11औं भावमा पीडित अवस्थामा, नीच अवस्थामा, दुर्बल अवस्थामा चन्द्रमा बसेको छ भने बहुतर धन भोगी चाय संस्थे शशाङ्के प्रचुर सुख समेतः दारभृत्यादि युक्तः शशि निकृष शरीरे नीच पापारिगे न भवति सुख भागी व्याधितो मूढ चेतः भनेर मानसागरीमा बताएको छ दर्शकवृन्द। त्यस्तै दैवज्ञ जागेश्वरले पनि 11औं भावको चन्द्रमाले मान सम्मान, धन, वाहन, वस्त्र, रत्न, आभूषण आदि प्राप्त हुन्छ अनि कन्या सन्तति धेरै हुन्छन्। उसको स्थिर सधैँभरि रहिरहने कीर्ति प्राप्त हुन्छ उसलाई। उसले इष्ट कर्म, पूर्ता कर्महरू, सत्कर्महरू, शुभ कर्महरू उसले गर्दछ अनि सबैको मन जितेर सबैको चाहिँ वास्तवमा सम्माननीय व्यक्ति पनि बन्न सक्दछ र उसमा कुनै प्रकारको रोग पनि हुन्छ भनेर दैवज्ञ जागेश्वरले बताएका छन् दर्शकवृन्द। भवेन मानयुक्तो धनैर्वाहनैर्वा तथा वस्त्र रूप्यादि कन्या प्रजा स्यात्
दृढातस्य कीर्तिः भवेद रोगयोगो यदा चन्द्रमा लाभ भावे प्रयातः। त्यस्तै आचार्य गर्गले पनि 11औं भावको चन्द्रमाले व्यक्तिलाई एकदम प्रसिद्ध बनाउँछ, एकदम अनेक प्रकारका गुणहरूको सागर खानी हुन्छ, विद्वान हुने, धनी हुने र सम्पूर्ण भोग्य पदार्थको असली भोक्ता हुन्छ भनेर पनि बताएको छ। गोरो गोरो वर्ण, जनप्रिय, सबैको प्यारो, सबैले मन पराउने खालको हुन्छ भनेर बताएको छ दर्शकवृन्द। विख्यातो गुणवान प्राज्ञो भोग लक्ष्मी समन्वितः लाभस्थान गते चन्द्रे गौरव मानव वत्सलः। त्यस्तै भृगु सूत्रमा पनि बहुश्रुतवान, धेरै जानेको, पुत्रवान, सत्पुत्रले युक्त भएको, उपकारी, अरूको परोपकार गर्ने, त्यस्तै गुणाढ्य, राम्रा राम्रा गुणहरूले सम्पन्न भएको। अब यदि भावाधिपे बलहीने बहुधन व्यय भन्छ। हेर्नुहोस्, यदि त्यो घरको मालिक पनि पीडित भएर बसेको छ, 11औं घरको मालिक, र चन्द्रमा पनि त्यहाँ पीडित भएर बसेको छ भने उसको पसिना मात्र खेर जान्छ, फल उसले प्राप्त गर्न सक्दैन। केही गरी आर्जन गरेको छ भने पनि त्यसको भोग गर्न उसले सक्दैन। बलयुते लाभवान, बलवान भएर बसेको छ भने चौतर्फमा लाभ हुन्छ। लाभे चन्द्रे निक्षेप लाभ शुक्रयुतेन नरवाहन योग भनेको यदि शुक्रसित चन्द्रमा, जस्तै वृष राशिमा चन्द्रमा पनि त्यहीँ छ उच्च भएर, अनि शुक्र पनि स्वगृही भएर 11औं घरमै बसेको छ भने उसले चाहिँ उत्तम प्रकारको वाहनहरू उसले प्राप्त गर्दछ, धेरै पढेको हुन्छ, अनि जग्गा जमिन चल अचल सम्पत्तिले नि युक्त भएको हुन्छ भनेर बताएको छ दर्शकवृन्द। अब यवनहरूले पनि 11औं भावको चन्द्रमाले धनी हुने, अत्यन्त रूप सौन्दर्यले युक्त हुने, उदार चित्त भएको, कुनै पनि दोष नभएको, निर्दोष, मिठो बोली वचन बोल्ने हुन्छ भनेर बताएका छन्। त्यस्तै पाश्चात्य विद्वानहरूले पनि यो चाहिँ भनौँ 11औं घरको चन्द्रमाले उसलाई धेरै साथीभाइहरूको साथ सहयोग, समर्थन, सपोर्ट प्राप्त हुन्छ, लोकप्रिय हुन्छ, सांसारिक सुखहरू उसले भने जस्तै तरिकाले प्राप्त गर्न सक्दछ, अनि सार्वजनिक संस्थाको ऊ चाहिँ भनौँ प्रमुख हुन्छ। कुनै उसको चाहिँ जिएम हुन सक्ने अथवा कुनै काहीँको चाहिँ विशेष प्रमुख बन्ने योग पनि 11औं चन्द्रमाले दिन्छ भनेर बताएको छ दर्शकवृन्द। वास्तवमा 11औं भावमा बसेको चन्द्रमाले प्राय सम्पूर्ण शास्त्रकार, विद्वान, ज्योतिषी, दैवज्ञहरूले, महर्षि ऋषिहरूले शुभफल बताएका छन्। जागेश्वरले चाहिँ यसमा केही रोगी हुने भन्ने कुरो पनि बताएका छन्। वास्तवमा पुरुष राशिमा बसेको छ भने शुभफल प्राप्त हुन्छ र स्त्री राशिमा बस्दाखेरि चाहिँ पूर्ण शुभफलमा फल प्राप्त गर्नमा केही कठिनाइ हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ दर्शकवृन्द। 11औं भावको चन्द्रमा यदि दिनमा जन्म भएको छ भने व्यक्ति धनी हुन्छ, यशस्वी हुन्छ, अरूलाई लोकरञ्जक कार्य गर्नु, संसारलाई रमाइलो गर्ने, संसारलाई आनन्दित तुल्याउने हुन्छ, सार्वजनिक काम गर्नमा एकदम सिपालु हुन्छ। अब स्त्री राशिमा बसेको छ भने व्यक्ति सार्वजनिक सङ्घ संस्थाहरूको काम गर्छ र साथसाथै आफ्नो व्यापार व्यवसाय पनि लागू गर्दछ। तर त्यो चन्द्रमा सँगसँगै शनिको पनि दृष्टि र राहुको पनि त्यहाँ प्रभाव छ, राहु पनि सँगै छ अथवा राहुको पनि दृष्टि छ भने चाहिँ सार्वजनिक सङ्घ संस्थामा पुग्न चाहिँ तर घुसखोरी, भ्रष्टाचार गरेर अनि जीवन बर्बाद पार्ने हुन्छ। तसर्थ 11औं भावमा चन्द्रमा कुन अवस्थामा बसेको छ भनेर त्यो विचार गर्नुपर्ने हुन्छ। अनि 11औं घरको चन्द्रमाले आफ्ना चाहिँ पुत्र अनि भाइ बहिनीहरू यी सबैहरूसितको चाहिँ भनौँ सुमधुर सम्बन्ध कायम गर्ने पनि हुन्छ। बलवान भएको छ भने, अब कमजोर भएको छ भनेदेखि चाहिँ कसैलाई पनि पर्दा नगर्ने खालको हुन्छ, अङ्गमा अलिकति केही भङ्ग भएको यस प्रकारको हुन्छ, अथवा 11औं चन्द्रमाले धेरै भाइ बहिनीहरू नभएको पनि नजन्मने पनि बनाउन सक्छ। यस प्रकार दर्शकवृन्द 11औं भावमा चाहिँ बसेको चन्द्रमा विशेष गरी चाहिँ मेष, अनि त्यस पछाडि मेष मङ्गलको घरको मित्र राशि भइगयो, वृष आफ्नो उच्च राशि भइगयो, अनि त्यस पछाडि कर्क पनि आफ्नो स्वगृह राशि भइगयो, सिंह मित्र गृह भइगयो होइन। यस प्रकार आफ्नो आफ्नो चाहिँ सम्बन्ध अनुसार, ग्रहहरूको ग्रह मैत्री अनुसार पनि त्यो भावको मालिकसितको सम्बन्धको आधारमा पनि कस्तो हुन्छ भन्ने कुराहरू हामीले बुझ्नुपर्ने हुन्छ। 11औं भावमा चन्द्रमा छ, अब आय आर्जन भइहाल्छ भनेर हुँदैन, कस्तो अवस्थामा छ, कसरी हुन्छ, कुन अवस्थाबाट आय आर्जन हुन्छ भन्ने खालको कुरो पनि हामीले विचार गर्नुपर्ने हुन्छ दर्शकवृन्द। यहाँहरूलाई मैले आज विशेष गरी 11औं भावको चन्द्रमाको फल कस्तो हुन्छ भन्ने कुरो मैले बताएँ। हाम्रो होरा ज्योतिष दर्शनको यस प्रकारको कार्यक्रमहरू यहाँहरूलाई कस्तो लागिरहेको छ, कस्तो खालको कार्यक्रम आओस् भन्ने
यहाँहरूको इच्छा आकाङ्क्षा अभिलाषा रहेको छ यहाँहरूले त्यो पनि बताउन सक्नुहुनेछ। यहाँहरूकै रुचि अभिरुचि अनुसार यहाँलाई राम्रो सक्षम ज्योतिषी बनाउने मेरो लक्ष्य हो। त्यसअनुसार चाहिँ मैले विभिन्न प्रकारका प्रस्तुतिहरू दिँदै जानेछु, दिइरहेको पनि छु। अन्य एपिसोडमा चाहिँ विभिन्न भावमा बसेको ग्रहहरूको प्रभाव म बताउने नै छु। अहिलेलाई भने मलाई बिदा दिनुहोस्। हेर्दै गर्नुहोस् हो राज ज्योतिष दर्शन। यहाँहरू सबैको जय होस्, मङ्गल होस्, कल्याण होस्। जय ज्योतिषम।